Hey guys, welcome back to our YouTube channel. I am Krishna and you are watching our YouTube channel Vacancy on Space Team. साथीहरु सालपा विकास बैंक लिमिटेडले धेरै संख्यामा जब भ्याकेन्सी खुलाएको छ जसमा हजुर थोरै पढ्नु भएको छ नि कुनै प्रकारको एक्सपिरियन्स छैन भने पनि अप्लाई गरेर एउटा राम्रो खालको जब पाउन सक्नुहुन्छ। सो भिडियो अन्तिमसम्म हेर्नु होला। यहाँनिर भ्याकेन्सी अनाउन्समेन्ट भनेर बनेको छ र डिस्क्रिप्सनमा भनेको छ सालपा विकास बैंक लिमिटेड बी क्लास डेभलपमेन्ट बैंक अपरेटिङ इन खोटाङ डिस्ट्रिक्ट इन्भाइट्स highly motivated, dynamic and result oriented Nepalese citizen to apply for the following position हैन। यो एउटा खबरको इजाजत प्राप्त गरे र प्रादेशिक स्तरको यो बैंक हो हैन, विकास बैंक र खोटाङ जिल्लामा आफ्नो कार्यहरू चाहिँ सञ्चालनमा ल्याएको छ र हजुर यसमा इन्ट्रेस्टेड हुनुहुन्छ, एकदम उत्सुक हैन, नतिजा उन्मुख मान्छे हुनुहुन्छ भने चाहिँ हजुरलाई एकदम इन्करेज गरेको छ फर्म भर्नको लागि। र पोजिसन रहेको छ माइक्रो फाइनान्स फिल्ड असिस्टेन्ट, कर्पोरेट पोजिसन जुनियर असिस्टेन्ट है, जुनियर असिस्टेन्ट सिम्पल भाषामा भनौँ र अन पर्मानेन्ट बेसिस भनेको छ है। र यसमा एकजना मात्रमा गरेको छ, हजुरले फर्म भर्न सक्नुहुन्छ। जब स्टेसन भनेको बक्सिला ब्रान्च अफिस खोटाङ जिल्लाको लागि है। र के रेस्पोन्सिबिलिटिजहरू दिएको छ, हजुरले जब पाइसकेपछि गर्नुपर्ने कामहरू छ र त्यो इम्पोर्टेन्ट छैन। हाम्रो लागि इम्पोर्टेन्ट भनेको यसमा फर्म भर्नको लागि चाहिने क्राइटेरियाहरू के मिट गर्नुपर्छ। एजुकेसनल क्वालिफिकेसन मिनिमम हजुर एसएलसी एसई कम्प्लिट गरेको हुनुपर्छ अनि मात्र यसमा फर्म भर्न सक्नुहुन्छ है। र एज भनेको नो एज बार भनेको छ हजुर हैन, त्यो 16 वर्ष 17 वर्ष छ 18 वर्ष पुगेको छैन भने पनि फर्म भर्न मिल्यो र हजुर बढी एज छ भने पनि यसमा फर्म भर्न मिल्छ। र एक्सपिरियन्स भनेको छ फ्रेसर्स क्यान अप्लाई, हजुरसँग कुनै प्रकारको एक्सपिरियन्स छैन भने पनि फर्म भर्न मिल्यो। र अब बैंक तथा वित्तीय संस्थाहरूमा चाहिँ अब एक्सपिरियन्स यदि हजुरसँग छ भने बढी प्रायोरिटी पाउनुहुनेछ है। र सिलेक्सन प्रोसेस भनेको हजुरले फर्म भरिसकेपछि डाइरेक्ट इन्टरभ्यू हुन्छ र फर्म भर्ने प्रोसेस एकदम इजी छ। हजुर hr@salpavikas.com.np मा हजुरले त्यो इमेल गरेर चाहिँ आफ्नो रेज्युमे हैन सिभी डाइरेक्ट इमेल गरेर हजुरले यसमा फर्म भर्न सक्नुहुन्छ। हजुरले यसमा फर्म भर्ने भनेको 1 को महिना वैशाख 15 गतेसम्म हजुरले यसमा फर्म भर्न सक्नुहुन्छ, 15 गते 5 बजेसम्म है। र फर्म भरिसकेपछि भनेको छ ओन्ली सर्टलिस्टेड क्यान्डिडेट्स विल बी कल्ड फर द फर्दर सिलेक्सन प्रोसेस, द बैंक रिजर्भ्स द राइट टु रिजेक्ट एनी अल एप्लिकेसन विदाउट एसिङ एनी रिजन वाट्सएभर हैन। यसमा हजुरले फर्म भरिसकेपछि सर्टलिस्ट हुन्छ र सर्टलिस्ट पछि डाइरेक्ट इन्टरभ्यू, त्यसपछि फाइनल सिलेक्सन हुन्छ। फर्म भर्नको लागि hr@salpavikas.com.np मा हजुरले आफ्नो सिभी पठाएर चाहिँ फर्म भर्न सक्नुहुन्छ वैशाख 15 गतेसम्म है। ओके साथीहरु, आजको भिडियोमा यति नै। सानो लाइक राम्रो सपोर्ट गरिदिनु। साथै यस्तै लेटेस्ट भ्याकेन्सीको भिडियो चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। भेटौँ अर्को भिडियोमा। जय नेपाल।